ल अहिले चाहिँ हामी कहाँ आइपुग्यौँ अहिले हामी पाठीभारा मन्दिरको होइन छेउमा छौँ र हामी आज पाठीभारा सानो पाठीभारा होइन घुमेर चाहिँ हामी पूजापाठ गरेर फेरि फर्केर आज हामी पुनः कहाँ जान्छौँ समर कन्याम जान्छौँ र कन्यामको विभिन्न ठाउँहरू आज घुम्नेछौँ र विशेष के ठाउँहरू आज कोनियम पछि हामी जान्छौँ अन्तु डाँडा होइन अन्तु डाँडामा हामी फायर क्याम्प गर्नेछौँ बेलुका होइन we just enjoy it lots अब हामी मन्दिर परिसरमा हामी लागिरहेका छौँ है हाम्रो आरती मिस के गर्दै हुन्छ पहिले हाम्रो श्री गणेश आएको पूजा हुन्छ हाम्रो हिन्दू धर्म संस्कृति अनुसार त्यही भएर त्यसै गर्दै आइन्छ ल हाम्रो आरती मिस एकदम है दामी हेर है सट्ट दामी सर सामान किन्नुहुन्छ सामान माथि किनौँ कि किनौँ कति हो भन्नु यस्तो सेटको यो नि सेटले कति पर्छ दुई सेट पनि हुन्छ 3 सेट बस्नेछौँ होइन त केटा हौ ल सानो पाठीभार आइएको छ आजको यात्रा आजको होइन दिन जस रमाइलो हुनेछ होइन जहाँ विद्यार्थीहरू पनि छन् होइन के छ केटा भनिदिनु के छ ठिक छ रमाइलो चलिए ल हाम्रो मिस हुनुहुन्छ के मिस हो मिसको आरती मिस वेट हामी आउँदैछौँ हामी फुल ब्लकको सायद पाउन मिस हाम्रो कहाँ पुगिसक्नु भएको छ हाम्रो आरती मिसन यस अलिकति हिँड्न चाहिँ अलिक गाह्रो छ होइन सुरुमा चाहिँ हामी यो बाटोबाट जान्छौँ र हामी सम्पूर्ण पूजापाठ गरेपछि हामी अर्को बाटो जान्छौँ होइन समर त्यो बाटो चाहिँ अलिक ओह्रालो छ होइन जस रमाइलो लागिरहेछ सजिलो हुन्छ तर यो चढ्दाखेरि चाहिँ हामी यो साइडबाट आउँदाखेरि चाहिँ अलिक गाह्रो हुन्छ होइन तर पनि रमाइलो त एकदम रमाइलो भयो एक्साइटिङ छ होइन हाम्रो आरती मिसन एकदम नयाँ लुक्समा हुनुहुन्छ होइन त ल के भन्नु आज यात्रा हाम्रो भाइ बहिनीहरूसँग सरसँग एकदम रमाइलो भइरहेको छ अलिकति झट्ट यता हाम्रो चन्द्र गन्धर्व भोजपुर हाम्रो सरले चाहिँ राम्रो गाना गाउँछन् आज मैले हामी